हेलो साथीहरू 5-6 महिना अगाडिसम्म पनि मलाई यो एक्नीले यति धेरै तनाव दिएको थियो कि है बिहान उठेर फेस धोयो अनि एक्नी फुटेर ब्लड निस्किने के 2-3 वटा स्किन क्लिनिक पनि गए एक्नी रिलेटेड फेस वाश प्रोडक्टहरु पनि युज गरे हैन पैसा मात्र खर्च भयो के पनि भएन के गाइस हल्का गएको जस्तो हुने अनि झन् धेरै एक्नी आउने है त्यसपछि एक दिन र्यान्डमली यसरी भिडियो हेर्दै जाँदाखेरि चाहिँ एउटा डाक्टरले चाहिँ यो फिटकिरीको बेनिफिटको बारेमा भन्नुभएको थियो उहाँले चाहिँ एक्नी पनि जान्छ भन्नुभएको थियो हैन कति धेरै पैसा त खर्च गर्यो फिटकिरीले जान्छ भने व्हाई नट एकचोटी किनेर लगाएर ट्राई गर्छु भनेर किनेर फिटकिरी युज गर्न थाले हैन 2-3 मन्थ भयो गाइस मेरो फेसमा एउटा पनि एक्नी आएको छैन के अनि एक्नीको दागहरु पनि फिका फिका हुँदै हरायो हैन यो चाहिँ धेरै युज गर्नुहुन्न गाइस हप्तामा 2 चोटी मात्र लगाउनु पर्छ किनभने यसले फेस ड्राई गर्छ हैन सुरुमा चाहिँ हल्का फेस भिजाउने अनि त्यसपछि सर फिटकिरी दल्ने 15-20 मिनेट पछि पखाल्ने हैन अनि हजुरहरुलाई फेस ड्राई भएको छ जस्तो लाग्छ भने चाहिँ हजुरहरुले सुइटेबल हुने मोइस्चराइजर पनि लगाउन सक्नुहुन्छ म चाहिँ होममेड मोइस्चराइजर लाउँछु